यो चिन्छौ यो मान्छेले चिन्छौ सो हेलो गाइज हामी आइसकेको छौँ मालुम किनभने हामी त्यस्तो खतरा नि फेरि फिकलबाट चाहिँ मालुम नआउनको लागि आउँछ होइन विशाल चाहिँ अलिअलि हेन्सम भइरहेको छैनन् कानमा फुल लाएर होइन पारा गरिदिनु एकचोटि बाइकलाई पनि सजेको छु मैले हेर्नु कस्तो दामी छ वा दिदी अहिले बाटोमा जाँदा कुरा गरौँ ल गाइज सुरुमा बाइक स्टार्ट हानौँ गाइज हामी चाहिँ भिकलबाट मालुम चाहिँ नुहाउनको लागि आएको यसो फ्रेस पनि हुन्छ भनेर टाढो भयो हाप्पी लाएर हिँडेको आज हेर्न सक्नुहुन्छ सिन चाहिँ एकदम बप्पा लागिरहेको छ वा लभली क्या लभली कता ओहो विवेकहरू पाइन्छ नि त जलवा है हमारा नयाँ टायर विवेकहरूलाई नि भेटाइयो हामी भएकैतिर झर्दै रहेछ नि तर हामी चाहिँ छिटो फर्क्यौँ अब गएर एकदमसँगले फिकलमा समोसा खाने हो जाडो भयो के भन्नु गाइस हाम्रो 10 दिने तालिम भनेको गाइस यहाँदेखि लेफ्ट साइडमा पर्छ यो सिन चाहिँ आज लभली छ क्या लभली सबैजनालाई भोलि चाहिँ अन्तिम दिन बिदाई कार्यक्रम हुन्छ भोलि पनि बनाउँछु भ्लग चाहिँ हो आज त्यस्तै हो मिनी भ्लग भनेको पुरा जिउ त भङ्गेर आइरहेछ त गाइड साइड लाइट बालेर के हो पारा सबैजना आफ्नो जिन्दगी लाइफ चलाउनु पऱ्यो भविष्य बनाउनु पऱ्यो म चाहिँ के गर्छु केही थाहा छैन विशाललाई के गर्ने अब त्यो सकेर अब खै के हुन्छ च्याउ खेती च्याउ खेती हो हजुर म चाहिँ के गर्नु त हौ आई हेभ नो आइडिया हजुर म त काम नै भइसक्यो त हजुर सोल्टिनीको थियो रातो गालैमा कस्तो जाडो हो त हजुर चप्ली लाएर फिकल बजार घुम्न आइएको छ साथीलाई पनि भेटाइसकेको छ यहाँ दुईजना कस्तो खतरा मोडिफाई कस्तो खतरा मोडिफाई हानेको छ देख्न सक्नुहुन्छ यस्तो चाहिँ मलाई नै हाल्नु मन लाग्यो कस्तो दामी रहेछ मामाले कुन दिन देख्छ र अनि म पनि कहिले काहीँ मोडिफाई हान्नु गएँ कस्तो हेन्सी देखिरहेको नि भरे आइहाल्छ एडमा एट द रेट भन्दै ल लाग्यो मलाई चाहिँ भरिया बनाएको छ हो रहेछ भरिया बनाएको छ मलाई सो हामी चाहिँ अब समोसा खानतर्फ लागेको अनि आइसकेको छ सब्जी समोसा दाइले चाहिँ 3टै उडाइसक्नुभयो मैले चाहिँ चिसो रहेछ नि त अनि 2टा चाहिँ तताउनु अलिक नयाँ ल्याइदिनु भनेर पर्खिरहेको छु दाइले चाहिँ गम खाइसकेका छन् यहाँ विभिन्न परिकारहरू देख्न सक्नुहुन्छ हेर्नु कस्तो दामी दामी छ हुन्छ लड्डु रहेछ यहाँ यो वहाँ कस्तो दामी दामी परिकार रहेछ गाइज खानुहुन्छ भने आउनु होला यहाँ फिक्कलदेखि तल्लो साइड एउटा ताजा समोसा आइसकेको छ ताजा छ नि यहाँ खोइ हौ यो चाहिँ हो वाउ कस्तो दामी छ सो आज चाहिँ हामी पनि घरतिर गइन्छ भारी बोकेर घरतिर लाग्दिने हो अनि भोलि फेरि आउने हो फिक्कल प्रमाणपत्र लिन 5-6वटा पेपर विशाल दाइले कट्टु ल्याउने बिर्सियो अरे नुहाएर चाहिँ मालुमै छोडेछन्
मेरो साइड ब्यागमा चेकिरहेको छु अयो विवेकलाई भन्नु न हेलो कहाँ छस् कमानी भाटामा कि तल तपाईँ तपाईँको ब्लुटुथ अफ गर्नु त त्यहाँनिर भयो मेरो तिर नि कट्टु सुकाइरहेछु ल्याइदिए ल त्यहाँ माथि स्कुटी राखेको ठाउँतिर त उयो बाँसमा सिउरी राखिरहेको छु सुकाइरह ल मालमको यहाँ आइपुगेको सो गाइस सबैजना घरतिर लागेछन् अब हामी पनि प्याकिङ सेकिङ गरेर लाग्दिने हो खोइ यो त मेरो घरतिर लाग्ने हो प्याकिङ सेकिङ गरेर सबैजना घरतिर लागेछन् त हामी चाहिँ के बसिरहनु होइन सबैजनाले ढोकामा ताला लगाएर गएको अवस्था तपाईँ पनि जाने हो त्यसरी पनि गर्छन् हामी पनि लाग्दैन अब त्यो उ त ब्लुटुथ कहाँ छ मलाई थाहा छैन तिम्रो हो ए मलाई थाहा छैन त्यो उसलाई सक्नु ल अब यतिलाई प्याकिङ गर्ने हो गाइस अब म पनि जादु गर्छु हेर्नु है त जादु गरेर हामीले प्याकिङ गरिसकेको छौँ अब चाहिँ हामी लगिसकेको छौँ अलविदा रुम यति बेर बस्न दिएकोमा बाई बाई विशाल त एकदम खतरा पाराले छुट्टिने बेला बाई बाई ब्यारेक बाई ब्यारेक मैले चाहिँ यहाँ सामान बोकेँ विशालले अहिले चाहिँ कडा बोक्नुभयो क्या यत्रो बोकेर फेरि यहाँबाट चढ्ने यतिको चाहिँ मान्छे चाहिँ हुनु पऱ्यो नि त हेर्नु त म त सक्दिनँ हाइट छैन नि त गाइस घर जाने होइन सकिन्छ नि त घर गएर प्रपर बडी बनाउनु घर जाने जस कडा यत्तिको चाहिँ हुनु पऱ्यो नि त यस्तो भिडियो बनाएर चाहिँ गर्नुपर्ने क्या अनि को बसिरहन्छ भोलि एक दिन आइहालिन्छ नि सो गाइस हाम्रो घर जाने बेला भइसकेको छ यहाँ दाइहरूले हामीलाई सहयोग गर्दै हुन्छ लु बाई बाई गरिदिनु भोलि भेटौँ है त बाई बाई दाइले चाहिँ मलाई यहाँ लगाइदिनु भयो अरे कानमा अब केटीहरू कतिजना पटिन्छ थाहा भएन पट्टिनु मात्रै होइन तिमीलाई त एकदम खान्छ खान्छ पट्याउनु मात्रै होइन कि तिमीलाई चाहिँ एकदम खाँच्चैमा हुन्छ त्यतिसम्म चाहिँ अब हामीले भनिहाल्यो दाइहरूले सहयोग गरिदिन्छ निकै सहयोगी दाइहरू हुन्छ हाम्रो रङ्कै धेरै भयो है हेर्ने के भयो कडा गर त
यहाँ फर्म छ आज काखमा चाहिँ निकै गरम हो फाइनली हामी कोटी डाँडा आइसकेको छौँ कसले खोइ घर पुऱ्याएर चाहिँ आऊँ भने ए घर चाहिँ जाउँ भने यस्तो काप काप दुखेर मरे एकदम सँगले म तिमी पनि परेको छ होला हुन्छ नि विवेकजीलाई भेटिसकेको छु हामी यसो हाई गरिदिउँ न त हाम्रो भिडियोमा के छ ठिक छ नि च्याउ कसरी बिक्री भयो के भयो गाइज घर जाने भनेर बसेको गाइज पानी पर्यो अब घर पनि जान पाइएन के गर्नु अब यस्तो पानी परेको छ गाइज तपाईँहरूकोतिर परेको छ कि छैन कमेन्ट गर्नु होला यो चाहिँ कुटी डाँडामा हो अहिले पानी परिरहेको अवस्था हेर्नु देख्न सक्नुहुन्छ छाना एकदम भिजेर लापु भइसकेको छ मेरो फोनै टच हुँदैन त ल्या पानी लागेर होला बाइक पनि दुईवटा त्यहाँ थन्किरहेछ पानी चाहिँ देख्न सक्नुहुन्छ हाम्रो स्कुल श्री शान्ति निकेतन माध्यमिक विद्यालय पहिला पढेको अहिले चाहिँ पढिसक्यो ब्याचलर पनि जोइन गरिएन गाह्रो छ पानी चाहिँ एकदम भुइँमा नि उयो नि त कत्रो परिरहेछ यहाँ कुकुर छ हेलो यहाँ हाम्रो हेलमेट सो थ्याङ्क यू सो मच